हेलो नमस्ते एभ्रिवान। अनि आज चाहिँ हामी बुलबुलीतिर हामी जाँदैछौँ अनि त्यहाँनिर प्लान्ट्सहरू हेर्नको लागि। अनि त्यहाँ चाहिँ हामी गुराँस अनि चिया फुलेको हेर्नको लागि जाँदैछौँ नाना अनि म। अनि नाना र मेरो चाहिँ यो सानो राइड हो, हजुरहरूलाई पनि म देखाउने छु। अनि मलाई यहाँको मेमोरिजको लागि मलाई भिडियो गर्नु मन लाग्यो, भिडियो गरिरहेको छु। आज चाहिँ हामी चाहिँ यहाँमाथि गुराँस हेर्नु जाँदैछौँ। यो जग्गा चाहिँ मेरो सेकेन्ड टाइम हो। अनि हामी यसरी गुराँस हेर्नु, गुराँस अनि चाँपहरूको चाहिँ भेराइटिज रहेछ। अन्त हामी चाहिँ यहाँ जाँदैछौँ हेर्नु यसरी। अनि चाहिँ आज हामी चाहिँ यसरी यहाँमाथि आएको। टिकट काट्नु पर्दो रहेछ, टिकट चाहिँ पर पर्सन 30 रहेछ। अन्त यहाँनिर दामी दामी गुराँसहरू मसिनो फुलेकोहरू रहेछ, तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ। वाह, गुराँस चाहिँ यसरी फुलेको छ है। यहाँ चाहिँ अहिलेसम्म फुलिसक्दै रहेछ। अनि यहाँ हुनुहुन्छ मेरो मेन टुरिस्ट, यता हेरिदिनु पर्यो। टुरिस्टलाई गाइड गर्दै आएको म, देखाउँदै। यस्तो दामी छ यहाँ चाहिँ। अन्त चाहिँ हामी गुराँसलाई हेर्दैछौँ। वाह, अनि आरेको फुल पनि यस्तो दामी यहाँनिर फुलेको छ कि, तर घामले गर्दा त्यस्तो देख्दैन रहेछ। यहाँनिर चाहिँ यस्तो दामी छ। वाह, क्या सेटिसफुल दिइरहेछ। आज चाहिँ हामी चाहिँ यहाँमाथि गुराँस हेर्नु जाँदैछौँ। यो जग्गा चाहिँ मेरो सेकेन्ड टाइम हो। अनि हामी यसरी गुराँस हेर्नु, गुराँस अनि चाँपहरूको चाहिँ भेराइटिज रहेछ। अन्त हामी चाहिँ यहाँ जाँदैछौँ हेर्नु यसरी। अनि चाहिँ आज हामी चाहिँ यसरी यहाँमाथि आएको। टिकट काट्नु पर्दो रहेछ, टिकट चाहिँ पर पर्सन 30 रहेछ। अन्त यहाँनिर दामी दामी गुराँसहरू मसिनो फुलेकोहरू रहेछ, तपाईँहरू पनि हेर्नु सक्नुहुन्छ। वाह, गुराँस चाहिँ यसरी फुलेको छ है। यहाँ चाहिँ अहिलेसम्म फुलिसक्दै रहेछ। अनि यहाँ हुनुहुन्छ मेरो मेन टुरिस्ट, यता हेरिदिनु पर्यो। टुरिस्टलाई गाइड गर्दै आएको म, देखाउँदै। यस्तो दामी छ यहाँ चाहिँ। अन्त चाहिँ हामी गुराँसलाई हेर्दैछौँ। वाह, अनि आरेको फुल पनि यस्तो दामी यहाँनिर फुलेको छ कि, तर घामले गर्दा त्यस्तो देख्दैन रहेछ। यहाँनिर चाहिँ यस्तो दामी छ। वाह, क्या सेटिसफुल दिइरहेछ। अब चाहिँ म तपाईँहरूलाई यहाँ माथि चाँप पाएकोमा लाँदैछु। अनि चाँप पनि देखाउने छु है त। यहाँ छ एउटा। वाह, क्या सेटिसफुल छ। तर मैले यो फुल चाहिँ फर्स्ट टाइम देखेको। फुलको नाम चाहिँ यहाँनिर छ, यस्तो लेखेको छ। अनि यहाँनिर प्लान्टहरूको पनि भेराइटिज रहेछ। यस्तो सटिस छ कि यहाँ चाहिँ, सायद यो घामले गर्दा नदेखेको होला। चाँपहरू यस्तो दामी फुलेको छ, आरूहरू कस्तो सेटिस फुलेको छ। कहिले कस्तो लाग्दैछ? एकदम फरेस्टमा आइपुगेछौँ हामी चाहिँ। अब चाहिँ म त्यो जङ्गल हेर्छु। यहाँबाट प्लान्टहरू हुन्छ कि चाँपहरू भेराइटिज हेरेर पनि यति दामी अर्किडहरू पनि भेराइटिज देख्नुहुँदैछ होला, फ्लावरको भेराइटिज। अन्त चाहिँ हामी यहाँबाट निस्किन लागेको छ। हजुर आउनु है।
आजको हाम्रो सानो टुर जस्तै फुलहरू हेरेर पनि सक्यो। अब चाहिँ हामी सेटिस फुलहरू यहाँबाट निस्किँदैछौँ। दिस वान इज माई फेभरेट फ्लावर। तर नाम चाहिँ याद भएन यसको के हो भनेर। यस्तो सेटिसको रहेछ कि यहाँनिर। अब चाहिँ गएको चाहिँ गुराँसहरू पनि निकै झर्दै रहेछ। गुराँसहरू पनि हेऱ्यो यहाँनिर। ओ गुराँस यत्तिको चाहिँ फुल्नु पर्यो है त गुराँस। आडको फुलहरू पनि दामी दामी फुलेको छ यहाँनिर। अन्त अब चाहिँ हामी निस्किँदैछौँ। अन्त यहाँ पनि रहेछ सानो फुलको गार्डन चाहिँ क्या सेटिस छ। अनि यहाँ चाहिँ गुराँसहरू फुलिसक्दै रहेछ। मर्दै रहेछ यहाँ चाहिँ गुराँस। अनि यहाँ माथि पनि गुराँस छ। अब चाहिँ हामी एक्जिट भइसक्नु आँटेका छौँ। बाई बाई। यो जग्गालाई पनि कुनै दिन अब नेक्स्ट इयर फेरि पनि बाँचेछ भने चाहिँ हामी यहाँनिर यो कहाँ गयो यो गुराँस चाहिँ हामी हेर्नु पक्कै आउनेछौँ। यहाँ पनि चाहिँ यो गुराँस चाहिँ पक्कै हेर्नु आउनेछ। पिक सिजनमा आउनुपर्ने रहेछ। अन्त यहाँ चाहिँ दामी दामी फुलेकोहरू हुँदो रहेछ। लास्ट इयर पनि आएको थिएँ तर म त्यस्तो एक्लै भएकोले गर्दा साथी नभएकोले गर्दाखेरि त्यस्तो मजा लाग्थ्यो नि। तर यो पालि चाहिँ एकदम दामी लाग्यो। अब चाहिँ हामी फाइनली यहाँबाट एक्जिट हुँदैछौँ। निस्क्यौँ है त। अन्त यो जग्गाको नाम चाहिँ यहाँनिर लेखेको छ। अब चाहिँ हामी फाइनली निस्क्यौँ गरेर चाहिँ अनि हामी चाहिँ त्यहाँबाट निस्केर चाहिँ एकदम फ्रेस भयो। अनि हामी हल्का तपाईँलाई सिन पनि देखाउँदै नै आउँदै थियौँ। अनि आज नाना र मेरो सर्ट राइड हो यो चाहिँ। अनि आजको हाम्रो सानो राइड पनि यतिमा नै सकिन्छ। अनि आजको दिनभरि हामीले घुम्यौँ हिँड्यौँ अनि आफ्नो माइन्डलाई पनि रिफ्रेस बनायौँ। कति काम मात्रै गर्नु भनेर सोचेर चाहिँ नि हामी घुम्न गएको थियौँ। अनि नानाको स्कुटीमा हामीले सर्ट राइड गर्दै गयौँ। मजा आयो। अनि हजुरहरूलाई मेरो भिडियो मन परेमा लाइक सेयर अनि कमेन्ट गरिदिनु होला। यो भिडियो चाहिँ मेरो फर्स्ट ट्राई हो। अनि यो भिडियो चाहिँ नाना र मेरो रिमेम्बरको लागि मैले बनाएको हो। अनि अब हामी चाहिँ रुम रिटर्न हुँदैछौँ। अनि हजुरहरूलाई मेरो यो फर्स्ट ट्राई भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि धेरै माया दिनु होला, सपोर्ट गरिदिनु होला। ओके बाई बाई। थ्याङ्क्स फर वाचिङ एभ्रिवान।